हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप सबजना सन्चै हुन्छ होला। सो यो चाहिँ इन्डिया गोवामा डे 2 अनि आज चाहिँ बिहानको 7 बजिरहेको छ। हामी चाहिँ मर्निङ वाक जाँदैछौँ। सो यो चाहिँ हाम्रो तेल र बिहानको भ्यू। अहिले बिहानको वेदर चाहिँ पर्फेक्ट छ होइन, धेरै गर्मी पनि छैन धेरै चिसो पनि छैन। सो 8 बजे पछाडि चाहिँ हाम्रो ब्रेकफास्ट पनि चाहिँ खाँदिनँ, उसलाई चाहिँ दिन्छु। सो आज चाहिँ मर्निङ वाक हिँड्छु टु अनि म यहाँनिर आफ्नो ओट्स छ फर्स्ट मिल 80 ग्राम ओट्स हाल्दैछु। 80 ग्राम ओट्स अनि आज चाहिँ जम्मा 1 लिटर पानी छ। यसैलाई सकेसम्म मिलाएर खान्छु। अनि अब यसमा पानी बायोटेकको युएसएको भएको पनि मैले नेपालबाट लिएर आएको थिएँ। अब नयाँ प्याकेट ग्राम 30 ग्राम चाहिँ यो भयो र 1 टेबल स्पुन और 10 ग्राम चाहिँ पिनट बटर। So here's the final looks.
यो हो मेरो फर्स्ट कार्ब्स लोडिङ। अहिले चाहिँ हामी भेन्यूमा आइसक्यो रहेछ। दिस इज द प्लेस। सबजना मान्छेहरू आएर बसिरहेछ रजिस्ट्रेसनको लागि। अर्को तान आउँछ गएर भेट्नु भन्छ। सो अहिले चाहिँ म आइसिएनको रजिस्ट्रेसनको डेमा पुगिसकेको छु। सो 26 नोभेम्बर यहाँ चाहिँ हाम्रो गोवामा आज एकदमै भनौँ न बेहाल भयो। अनि मेन त सिम कार्डहरू पनि लिन लागेको थियो। पहिला सिम कार्ड अलरेडी मेरो थियो तर गोवामा आइसी चलेन। म्यापहरू पनि यस्तो कन्फ्युज भयो, त्यहाँ लगभग 1 घन्टा लाग्यो। त्योपछि स्कुटर पनि रेन्टमा हालेको थिएँ। त्योपछि स्कुटरमा पनि पेट्रोल सकेर धक्का लाउनु पऱ्यो। सो जे होस् वर्थ इट भयो। अहिले चाहिँ हामी भेन्यूमा आइसक्यौँ। सो 12:30 बजी चाहिँ रजिस्ट्रेसन छ। सो हामी चाहिँ यहाँ आइसक्यौँ। सो अहिले रजिस्ट्रेसनहरूको लागि चाहिँ सबजना रेडी छ। एथलिट पनि 500 जना भन्दा बढी छ अरे। सो एकदम एक्साइटेड छु भोलि कम्पिटिसनको लागि। जे होस् अनि अर्को मेन प्रब्लम चाहिँ के भएको थियो भने रजिस्ट्रेसन गर्न त आएँ तर अनलाइन रजिस्ट्रेसन खुल्या रहेछ। त्यो चाहिँ मैले भर्न पाइनँ अनि सकिया रहेछ। अनि सो आज भेन्यूमा कुरा गर्दाखेरि चाहिँ रजिस्ट्रेसन गर्न दिने रहेछ, नभए मैले कम्पिटिसन गर्न पाउँछु पाउँदैन भनेर सोचे पनि थिएन। सो अहिले आइपुग्यौँ अनि यहाँनिर छ सबजना मान्छेहरू। पुरै फर्स्ट टाइमरहरू होला। सो अहिले चाहिँ हामी भेन्यूमा छौँ। भेन्यूबाट चाहिँ रजिस्ट्रेसनको डेमा यहाँ बाहिर बसिरहेछौँ। अनि अहिले चाहिँ हाम्रो कार्ब्स लोडिङको 3rd मिल गर्दैछु। फर्स्टमा चाहिँ मैले ओट्स खाएको थिएँ 80 ग्राम 1 स्कुप भयो। सो सेकेन्ड मिलमा चाहिँ मैले अमलेट र के अरे के खाँदै त्यो खाएँ। अनि अब 3rd मिल चाहिँ राइस केक र हनी खान्छु। त्यो चाहिँ मेरो हुनुहुन्छ 3rd मिल है त। खिच त पहिला यहाँनिर छ मिल पनि मैले लेखेर आएको छु आजको लागि के खाने भनेर। सो दिस इज द डे 1 आउटको चाहिँ मिल छ 2टा राइस केक प्लस 10 ग्राम हनी। अब हनी त कहाँबाट जोख्नु यता देख जोख्ने चाहिँ ल्याएको छैन। अब यत्तिकै हान्नुपर्छ। यही होला 5 ग्राम। Much better, actually. रजिस्ट्रेसनको लागि सबजना जम्मा भएको छ। दिस इज द भेन्यू। दिस इज द एथलिट्स। अलमोस्ट 500+ जना मान्छेहरू चाहिँ छ अरे रजिस्ट्रेसनको लागि चाहिँ। सो त्यो मध्ये पनि हामी पनि हो एकजना चाहिँ। सो नेपालबाट एक फर्स्ट एन्ड वान एन्ड ओन्ली एथलिट जसले चाहिँ आइसिएनमा चाहिँ कम्प्लिट गर्दैछ। अनि रजिस्ट्रेसन हुन्छ हाम्रो चाहिँ अन्तिममा भनेर चाहिँ किनभने चाहिँ हामीले अनलाइनमा चाहिँ रजिस्ट्रेसन गरेको थिएन। सो लास्टमा रजिस्ट्रेसन हुन्छ। त्यसको लागि चाहिँ अब एन्डसम्म चाहिँ गर्नु पऱ्यो। त्यो हामीले होटल चाहिँ चेकआउट गरेर आइसक्यो तर एयरबिएनबीमा चेक इन चाहिँ गरेको छैन। 12 बजे भन्दै थियो। सो अब यहाँनिर 2-3 घन्टा नि बढी लाग्छ जस्तो। सो खतरा खतरा एथलिटहरूको चाहिँ इन्ट्री भइरहेको छ है त। हाम्रो गेम खेल्नेवाला छ अब यहाँ। अर्को वर्ष होइन त आइसिएन। अर्को वर्ष होइन त आइसिएन तिम्रो। हेलो
preferences are going to be given to only the athletes who have registered. Those who have not registered yet, you'll have to wait till the end. अब अहिले हामीसँग हुनुहुन्छ we have our friend, what is his name? Sahil. Which category you are competing? First time. Okay. How is the condition? Show me your condition. Okay, perfect. Looks good, low. Okay, best of luck. I'll see you. For you also, best of luck. Thank you so Next much. year I am there. Your name? Kunal. Okay. अहिले चाहिँ हामी लाइन बसिरहेछौँ बडी बिल्डिङको सबै यहाँनिर चाहिँ रजिस्ट्रेसनको लागि लाइन भइरहेको छ सबजना एन्ड दिस इज द प्लेस सो अलमोस्ट हामी आएको एक घन्टा भइसक्यो 12 बजी आएको 1 बजिसक्यो सो रजिस्ट्रेसन भइरहेछ यहाँ लाइन छ सबैको लाइनहरू लागिरहेछ मस्त सबैजनाहरू सो त्यसरी देख्न सक्नुहुन्छ पुरै 500 जना एथलिटहरू छ भनिरहेछ है रजिस्ट्रेसन भट्टाभट भइरहेछ एकदमै गर्मी छ सो यस रजिस्ट्रेसनको पनि सकेसम्म देखाउन खोज्छु सो आजबाट चाहिँ मेरो पानी 1 लिटर थियो बिहान यो पनि खाइसक्यो सेलिब्रिटीहरू घुमिरहेछ आपको मैंने मैसेज किया था कोचिंग के लिए भी मैं ब्रो गलती से मिस हो गया होगा मैं अभी देख लूँगा यू आर कम्पीटिंग राइट यस सर तो ठीक है यू कैन हैव माई नंबर आफ्टर दिस आपको मैंने मैसेज किया था इधर ब्रो मिस हो जाता है सॉरी कोई नहीं हेलो मैं नंबर बता देता हूँ आपको आप 78 277 277 13 153 सो एक पिक्चर भी लेते हैं हाँ जी प्लीज़ एक पिक्चर ले लेंगे ओके थ्याङ्क यू सो मच आज चाहिँ भिडियो लियो इन्डियाको इन्फ्लुएन्सरहरू जसको चाहिँ भिडियो हेर्ने गरेको थियो उनीहरूसँग सो यस सो यहाँ चाहिँ आजको इभेन्टको कुराहरू भइरहेको सो एथलिटै सकिरहेन अलरेडी अघि नै 230 जना थियो अहिले पनि स्टिल मान्छेहरू छ And I'm very proud to say that the Goa Super Show for ICN, not just in India, but our entire worldwide federation, is the largest in the world. This is the largest natural event in the world, nearing almost 600 individual athletes and 1,400 entries. So one of the biggest of its kind. योगार तुमकां सगळ्यांक आमचे पत्रकार बंधू आयज जो इव्हेंट हाडला मिस्टर आचार्य हेका हांव धन्यवाद म्हणटा अभिनंदन करता तेंचें की आयज जो इव्हेंट जो नेचुरल काम चाहिँ सक्यो हाम्रो सबै अब चाहिँ हामी यहाँ भोलिदेखि कम्प्लिट रेडी भइसक्यो सो यहाँ चाहिँ हामी आएर किन्दैछौँ भाइको पास पुरै सपिङ भइरहेछ पुरै फ्रेस भेजिटेबल्स छ यहाँ सबै कुराहरू अच्छा है स्विट पोटेटोहरू पनि टन्नै यहीँ पाउनु रहेछ प्याजहरू यो सबै कुरा चाहिँ एकै ठाउँ पाउनु रहेछ चिकन लियौँ हामीले 1.1 को 285 हाल्दै पुरै काटो दिँदो रहेछ यहाँ चाहिँ त्यो हाम्रो ठाउँ भयो हाम्रो चिकन पनि रेडी भयो है त भोलिको लागि भेजिटेबल्सहरू पनि एक छ 1600 रुपियाँ त्यति धेरै होइन त
सो हामी रेजिस्ट्रेसनहरू सबै कम्प्लिट गरेर हामी आफ्नो एयरबिएनबीमा आएको छौँ। सो एयरबिएनबी चाहिँ कस्तो छ म तपाईँहरूलाई देखाउँछु। एउटा यो चाहिँ एयरबिएनबीको छिर्ने बित्तिकै हल छ होइन। हलमा चाहिँ यहाँ सोफा छ, त्यसपछि यहाँ टिभी छ, अनि यहाँ पछि बार एरियाहरू पनि छ होइन। पुरै अब रक्सी खानेहरूको लागि पनि एरिया छ, अनि लाइटहरू पनि थुप्रै नै छ, देख्न सक्नुहुन्छ यहाँको लागि। अनि यहाँ पछि आउने बित्तिकै यहाँ फ्रिज छ, ठुलो फ्रिज छ, किचन छ, वासिङ मेसिन छ, यहाँ पानीहरूको लागि पनि सबै एरिया छ, एक्वागार्डहरू, ओभनहरू छ, केटलहरू छ, फ्रिज पनि ठुलो छ। त्यसपछि यहाँ बाथरुम छ सावर गर्नलाई, वासरुमको लागि तातो चिसो पानी। त्यसपछि ठुलो हल बेडरुम छ, अनि यहाँनिर एसी पनि छ सबैमा। अनि यहाँनिर चाहिँ सबै कपडाहरू राख्ने ठाउँ। सो हामीले कपडाहरू ल्याएर अहिले मिलाइरहेछौँ। सो यहाँ चाहिँ त्योपछि एउटा ठुलो मिरर छ। अनि हामी भर्खर आएर यहाँनिर सपिङ गऱ्यौँ। अलमोस्ट इन्डियन आइसी 10,000 जस्तोको होइन, नेपाली चाहिँ 8,000 जस्तो, इन्डियन चाहिँ 5,000 जस्तोको ल्यायौँ चामलहरू। किनभने हामी यहाँनिर अलमोस्ट 1 विक बस्नेवाला छौँ गोवामा। अनि एयरबिएनबी यस्तो छ। सो यस बवाल छ, सबै कुराहरू अर्गनाइज छ, सबै कुरा मिलेको छ, सबै कुरा एभाइलेबल छ। यहाँ पनि जस्ट सामान किन्नेहरू र युज गर्नेहरू सबै भाँडाकुँडाहरू पनि सब रेडी गरेर हुन्छ है त। सो अब चाहिँ घरमा फाइनल्ली आइपुगिसक्यौँ होइन हामी। अनि घरमा भन्दा नि एयरबिएनबीमा आइपुगिसक्यौँ। सो 1 विकको लागि हामी यहीँ बस्नेवाला छौँ। अनि आजको दिनभरको रिक्याप गर्नुपर्दाखेरि चाहिँ बिहान हामी लगभग 9 बजे होटल चेकआउट गरेर निस्केका थियौँ। हामी चाहिँ फर्स्ट डे चाहिँ होटलमा बसेका थियौँ, किनभने एयरबिएनबी चाहिँ हाम्रो 25 तारिकको लागि फुल भइसकेको थियो। 26 देखि 31 तारिकसम्म चाहिँ हामीले बुक गरेका थियौँ। अनि एक दिन चाहिँ हामी होटलमै बस्यौँ। अनि आज 9 बजे नै हाम्रो चेकआउटको टाइम चाहिँ 11 बजी थियो, तर 9 बजी नै गयौँ हामी स्कुटर रेन्ट लिएर। त्यसपछि हामी सिधै स्कुटर लिएर गयौँ। लिएको 1 किलोमिटर पनि भएको थिएन, पेट्रोल पम्प जानुभन्दा अगाडि नै पेट्रोल सकेर अनि दौडाउनु पऱ्यो। लगभग 10-15 मिनट दौडाएपछि एउटा रिक्सा आएको थियो, उसले चाहिँ पेट्रोल लिएर आइदियो। हामीले अनि 1 लिटरको 120 कति थियो, अनि चेन्ज पनि थिएन, अनि 200 रुपियाँ पनि दिएर पठायो। अनि त्यसपछि सिधै हामी गयौँ। अर्को प्रब्लम भनौँ न, फर्स्ट प्रब्लम त पेट्रोल सकेर दौडाउनु पऱ्यो। सेकेन्ड प्रब्लम चाहिँ मैले सिम कार्ड मेरो अलरेडी नै थियो पहिला इन्डियाको। सो हिजोसम्म दिल्लीसम्म चलिरहेको थियो, अनि आज यहाँ गोवा आएपछि चल्न छोड्यो। अनि फेरि अनि हामी त्यो के भयो भनेर हामी चेक गर्नको लागि बजार सोधी घुम्दै गयौँ कहाँ यो छ भन्दै एयरटेलको अफिस। अनि एउटा सिम कार्डको पसललाई गयौँ। अनि उसले चाहिँ के भन्यो भने यसको चाहिँ एयरटेलको अफिसमै गएपछि फिक्स हुन्छ भनेर भन्यो। अनि त्यसमा पनि अनि सिम मात्र लिएर नयाँ लिएर जान्छु भन्यो भने सिम पनि लिन मिलेन। सिम चाहिँ किन लिन मिलेन भने यहाँको मेरो आधार कार्ड चाहिँ छ इन्डियाको, तर आधार कार्ड प्यान कार्ड सबै छ। अनि
तर यहीँको नागरिक भनौँ न यहीँको नागरिकको चाहिँ नम्बर हुनुपर्ने रहेछ एउटा जसको भए पनि भनेपछि मैले चाहिँ अनि त्यहाँबाट नभइकन सिधै हामी एयरटेलको अफिस गयौँ। एयरटेलको अफिसमा गएर सबै कुरा फिक्स हुन लागेको थियो, तर मेरो सिम कार्ड चाहिँ मेरो आधार कार्डमा लिङ्क रहन्छ, मेरो नाममा रहेनछ भनौँ न। अरूको मेरो साथीहरूकोबाट लिएर रहेछ मैले 2016तिर 17तिर भनौँ न, आजभन्दा 10 वर्ष अगाडि 9-10 वर्ष अगाडि। अनि अब त्यस्तै टाइममा अनि त्यसपछि कुन चाहिँ साथीको नाममा लिएर रहेछ मैले, त्यसपछि त्यो पनि गर्न मिल्न। अनि मैले अर्को नयाँ नम्बर लिएँ, बल्ल बल्ल एयरबिएनबीको मान्छेको नम्बर दिएर त्यसबाट ओटिपी आउनु रहेछ, सबै उसकोमा मेरो डिटेल जाने रहेछ नम्बरहरू। उसले अनि मानेर धन्न त्यो मानेर अनि मैले नयाँ नम्बर लिएर चाहिँ अनि म्याप हेर्दै हामी भेन्यूसम्म पुग्यौँ। अनि भेन्यू चाहिँ नजिकै थियो, 3 किलोमिटर जहाँ हामी बजारमा पुगेको थियौँ त्यहाँबाट 3 किलोमिटर समथिङ कति थियो, तर हाम्रो होटेलबाट चाहिँ 9 किलोमिटर 10 किलोमिटर थियो। अनि त्यसपछि फेरि हामी भेन्यूमा गयौँ, 12 बजी ठ्याक्कै पुगिसकेको थियो। अनि 12 बजी पुगिसकेपछि चाहिँ अनि त्यहाँ लाइन बसिरहेको थियौँ। अनि मेरो चाहिँ रजिस्ट्रेसन भएको थिएन, मेन चाहिँ अनलाइन गर्नुपर्ने थियो। एउटा चाहिँ हामीले आइसिएनको मेम्बरसिप प्रिमियम मेम्बरसिप लिनुपर्थ्यो, जुन चाहिँ आइसी 3500 हो। मैले चाहिँ डलरमा पे गरेको थिएँ उता इन्डिया नेपालबाटै 3-4 महिना अगाडि। त्यति बेला चाहिँ अनि आइसिएन गोवाको रजिस्ट्रेसन पनि खुल्ला थिएन र मैले त्यो बेला गरिनँ। अनि अस्ति 1 विक अगाडि हेर्दाखेरि क्लोज भइसकेको थियो। सो यहाँ चाहिँ आज मैले यहीँ आएर रजिस्ट्रेसन गर्नु पऱ्यो। अनि मैले 3 घन्टा लगभग 3.5 घन्टा लाइन बसिसकेपछि चाहिँ मेरो पालो चाहिँ बेलुका मात्र आउँछ भनेपछि अनि हामी लगभग 4-4:30मा चाहिँ घर आयौँ। अनि एयरबिएनबीमा होटलबाट सामानहरू सिफ्ट गरेर अनि फ्रेस भएर हामी फेरि गयौँ। अनि लगभग 7 बजी 7:30 बजीतिर पुगेको थियौँ। अनि त्यहाँ गएपछि अनि पालो आयो, तर एक्स्ट्रा पैसा तिर्नु पऱ्यो। मैले 2टा क्याटेगोरीलाई मैले रजिस्ट्रेसन गराएको छु। फर्स्ट चाहिँ मेरो बडी बिल्डिङ ओपन छ र सेकेन्ड क्लासिक छ, ओपनमै गराएको छु, जुन चाहिँ मेरो कस्ट भने 15,000 आइसी आएको छ। अनि त्यसपछि 3,3500 अर्को आइसी, अर्को रजिस्ट्रेसन हुने चाहिँ अलमोस्ट 20-25,000 आइसी, जुन चाहिँ 32-33,000 रुपियाँ चाहिँ मेरो आफ्नो लागेको छ यसमा। अनि म यसको टोटल कस्टिङको म छुट्टै भिडियो बनाउँछु होइन, मलाई कति आइसिएन गोवाको लागि कति खर्च लाग्यो भनेर। त्यसपछि हामी ग्रोसरी किन्यौँ, अलमोस्ट 5,000 आइसी 8,000 नेपाली जस्तो ग्रोसरीहरू लिएर चाहिँ 1 हप्ता पुग्ने यति धेरै ग्रोसरी आएको थियो होइन, जुन चाहिँ नेपालमा किने भए ट्याक्कै डबल 10,000 जस्तो भनौँ न, 10-12 हजार नै पर्थ्यो होला त्यति सामान किन्दाखेरि। त्यति सामान ल्याएर चिकन अन्डाहरू सबै ल्याएर 1 हप्तालाई रेडी छ। र अनि आएर मैले मिलहरू पनि आफ्नो कम्प्लिट गरेँ। अनि अब सिधै भोलिको लागि रेडी छु। अब जे भयो भनौँ न, आज एकदमै हेक्टिक दिन थियो। सो भिडियोहरू चाहिँ म अब छिटै हाल्छु भनौँ न। आज यो कम्पिटिसन पछि चाहिँ म फ्री नै हुन्छु अनि गोवामा चिल गर्दै भिडियो अपलोड गर्छु होला। अनि आज चाहिँ यति नै हो रिक्यापमा चाहिँ। आई होप तपाईँहरूलाई भिडियो राम्रो लाग्यो होला। राम्रो लाग्यो भने मलाई सब्सक्राइब गर्न नबिर्सिनु होला। एकदमै मेहनत गरेर तपाईँहरूको लागि म भिडियो ल्याउँदैछु, जुन चाहिँ कतै एडिट त हुँदैन, तर सकेसम्म नै तपाईँहरूलाई डकुमेन्ट्री गरेर चाहिँ आइसिएनको भिडियो देखाउँदैछु। यही नै हो आजको लागि भिडियो चाहिँ। यदि राम्रो लाग्यो मलाई सब्सक्राइब गर्नु होला, आफ्नो साथीहरूलाई पनि सेयर गर्नु होला। यस्तै भिडियो लिएर म भोलि कम्पिटिसनको डेमा आउँछु है त। ओके, बाई बाई, गुड नाइट।